बालीलाई लुकेर किन मारे रामले भनेर यो सबैको मनमा प्रश्न हुन्छ हैन। यसको उत्तर के हो भन्दाखेरि सबैभन्दा पहिला यो दृष्टान्त आउँछ कि बालीलाई यस्तो वरदान मिलेको थियो कि कोही पनि उसको शक्तिशालीसँग लड्न आउँछ भने उसको शक्ति उसकोमा ट्रान्सफर हुने हो। यो भएर डरले रामले लुकेर मारे भन्छ हैन। यस्तो होइन, किनभने चाहिँ तपाईँ ईशोपनिषदको पहिलो मन्त्र पढेर हेर्नुहोस्। ईशोपनिषदको पहिलो मन्त्र भनेछ ओम पूर्णमिदं ओम पूर्णमद पूर्णस्य पूर्ण अवशिष्यते भन्छ। भगवान भनेको पूर्ण हो। पूर्णबाट तपाईँले आदि निकाल्नु भयो भने पनि पूर्ण बन्छ भन्छ है। दुईटै आदि आदि पूर्ण हुन्छ भनेपछि भगवानबाट कसैले पनि शक्ति लियो भनेपछि भगवानमा त्यो शक्ति घट्दैन कि फेरि नै पूर्ण भइदिन्छ। अनि त्यस्तो व्यक्तिलाई डर लाग्छ होला त कसैले मेरो शक्ति लाग्छ भने त्यो चाहिँ एउटा सांसारिक व्यक्तिको लागि त्यो रुल्स लागू हुन्छ, भगवानको लागि लागू हुन्न। त्यो एउटा दृष्टान्त काटियो। अनि दोस्रो कुरा भगवानले किन लुकेर मारे भने चाहिँ सबैभन्दा पहिला बालीले अंगदलाई वचन दिनुभएको थियो कि म तँलाई सहायता दिन्छु, त्यसलाई मार्छु भनेर। आफ्नो भक्तको वचन पूरा गर्नको लागि भगवानले आफ्नो बेइज्जत गरे। आज दुनियाँमा जो रामलाई मान्दैनन् तिनीहरू खिस्याउँछन् हैन, रामले लुकेर किन मारे भनेर आफ्नो बेइज्जत गरेर तर भक्तलाई जिताए। एउटा दोस्रो यो कारण हो। अर्को के हो भन्दाखेरि रामले त्यहाँनिर लजिक दिएछन्। राम त राजा हुन् अनि राजाले शिकार गर्ने अलाउड छ जङ्गलमा गएर। अनि बाली भनेको त बाँदर हो, मनुष्य होइन। अनि जनावरलाई लुकेर नै मार्नुपर्छ हैन। भगवानले भने कि जनावरलाई त लुकेरै मारिन्छ शिकार गर्दाखेरि। म राजा हुँ, मैले तँलाई लुकेर मारे, यसमा कुनै गल्ती हुँदैन भन्नुभएको राम। तेस्रो के हो भन्दाखेरि रामले यो पनि लजिक दिए कि तँ अधर्मी होस्, तैँले अंगदको पत्नीलाई लुटेको छस्, उनको राज्यलाई लुटेको छस् हैन, तैँले अधर्म गरेको छस्, तँलाई अब धर्मले म किन मारौँ? त धर्मको आशा किन गर्दैछस्? तैँले अधर्म गरिस् भने तँलाई पनि अधर्मले नै मार्छु। त्यस्तै गीतामा कृष्णले भन्नुभएको छ छलम छलयिताम् अस्मि, जो छल गर्छ म त्यसलाई पनि छल गर्छु भन्नुभएको छ। यो भगवानको गुण हो। जस्तालाई त्यस्तै गर्नुहुन्छ भगवान। जसले भगवानलाई प्रेम गर्छ भगवानले उहाँलाई प्रेम पनि गर्नुहुन्छ। हो त्यही भएर उनलाई चाहिँ अधर्मको हिसाबले नै मारे। जस्तै रामायणमा पनि तपाईँ हेर्न सक्नुहुन्छ कर्णलाई पनि अधर्मको हिसाबले मारेछन्, भीष्म पितामहलाई, द्रोणाचार्यलाई, सबलाई छल गरेर मारेछन् कृष्णले हैन। त्यो सवाल उठाउनु ठुलो कुरो होइन, तर भगवानले देखाउँदै हुनुहुन्छ कि म अधर्मीलाई अधर्मीकै तरिकाले मार्छु भनेर। यो बालीको दृष्टान्तको कथा हो। अब